Shle samlo 공감산 다른 게 농고 중이 단다 아마 이sablo shunu gilaga chira todeyo anda de maga gi khudi chinra pu du sera summer camp punzul karate la putta da maga gi nga walk to tongstaraya sticker jo jardoya and direct to your some smart do ya di register chu da shi ma poni tangye chusa chu gyeon chu bodrish ya bu da pu du summer camp de handi la putta ke tanga zu changma sui chai ba ya ta ama jita ama shunura ama chapla re ta dinyela kameng chigle shara kyunzu shijagi gerap to leira history sheda chik history chik khala la nyama ngazu shija handa gang la yora gang la ma pyenye la ngazu shija ngazu pheba gi tangi gi pobo momo yora kunzu khawa de gor la wa ta ngi tyo dishta tira khale ri da 15 mile do insara tha ningje po momo zo 15 mil la ni da 15 mil ya ani ngazo nang dele shungni shina dip kang za chashing relas raya ani po momo chashing la chi yusara an pheba an de word da thangbo shija ya ma pyenye la shija da ya di this side la yoraya de word da de la shija ni shija mare du dara po momo zu la chi gora kisi ngazo de ni ya pe mena ngazo thana shija de cha de gis ang pala ngazo de ma walk tura pala nga dum shish ani ma de yo re lanra de las ang chi so nya cha de chashing de me cha an ba chang ma ya pe re las ngazo de ke ma de ngazo pala ngazo chin ji ngazo po mo mo chang ma yo de shija le mi de ye de yor las a 제고 이제 초라 되네 진짜 시작 공부도 그만 좀 줄었다 이제다 안돼 내가 신경 엄마가 디디래 키가지 아주 있나 키나 생지가지 내가 도지 तपसे न दिनो केला दवता तोंग पकवाता तजो दिक्ते ल्युराम बेजो तंगाय रा युगोय मारे सोसो सिंगनाला छासने ल्युचारु तपाईहरुलाई नि म फर्स्ट अफ अल त तपाईहरुलाई एकदम गुड मर्निङ साथसाथै थ्यांक यू भन्न चाहन्छु है बिचारा तपाईहरुले यस्तो टाढोबाट आएर है हाम्रो लागि तपाईहरुले बिहानी यस्तो मैलाहरु टिप्दिनु भयो है यो चाहिँ सबैजनाले किन थुपारेको भन्दै थिए है तर हामीले चाहिँ यहाँबाट तपाईहरुलाई एउटा एक्जाम्पल दिउँ भनेर हामीले चाहिँ तपाईहरुलाई हैन यता गाउँकोलाई सोचेको थियो तर तपाईहरु ठिकै आइदिनु भयो है तपाईहरु पनि हाम्रो राबङकै हो है राम्रो मेसेज दिउँ भनेर हामीले प्लान गरेको थियो तपाईहरु आइदिनु भयो है अब यस्तो हुन्छ हामीले चाहिँ अहिले घरमा चाहिँ तपाईहरुले यस्तो सेग्रिगेसन गर्नु हुँदैछ घरमा मैला सेग्रिगेसन भने चाहिँ तपाईहरुले योहरु अलग अलग गर्नु हुँदैछ गरेको छैन है स्टार्ट गर्नुपर्छ चारो भन्दा चारो स्टार्ट गर्नुपर्छ किन भन्दाखेरि अब चाहिँ तपाईहरुलाई चाहिँ पुरा साह्रो पर्छ हेर्नुस् है अब पुरा दिनदिनै कानुन कडा हुँदैछ है अन्त किन हामी मात्रै पछाडी हरेक कुरामा पछाडी भए तापनि साफ सफाइमा चाहिँ हामी अगाडि हौं न अलरेडी तपाईहरु क्याम्पकोहरु साफ सफाइमा अलरेडी अगाडि नै छ तपाईहरु है वीकली तपाईहरुको एक्टिभिटीहरु हुन्छ गर्नुहुन्छ तर त्यसमा एउटा यो एड गरिदिनुस् के हो भन्दाखेरि सेग्रिगेसन गरिदिनुस् सेग्रिगेसन गर्दाखेरि चाहिँ किचन वेस्ट हो यो है किचनबाट निक्लेको यो किचनबाट निक्लिँदाखेरि किचनबाट के निक्लिँदा रहेछ भने फर्स्टमा चाहिँ बिहान उठेर तपाईले चिया खानुहुन्छ चायपत्ती निक्लिँदा रहेछ है उसो उपरको भाँडाको अलिकति एउटा बिहान निक्लिँदा रहेछ चियापत्ती है चियापत्ती एउटा वेस्ट हो त्यसलाई राख्दाखेरि गनाउँदा रहेछ नमिठो है किराहरू आउँदो रहेछ एउटा त्यो वेस्ट भयो अर्को भयो चारो है चारो दुई प्रकारको हुँदो रहेछ याद गर्नुभयो एउटा भयो हामीले त्यो सब्जीहरू छिलेको एउटा भयो पकाएको है तर त्यो दुईटा चारो मध्ये चाहिँ मलाई सबसे घिनलाग्दो चाहिँ के लाग्यो भन्दाखेरि चाहिँ पकाएको चाहिँ घिन लाग्यो हो कि हैन भन्नुस् त हरियो त जसो तसो त्यो राम्रै देख्दैछ कि त्यो पकाएको त्यो खाएर राखेको त्यो अलिकति घिनलाग्दो देख्दैछ त्यसले गर्दाखेरि चाहिँ अब हामी सबै तपाईहरुको हेल्प लिएर चाहिँ हाम्रो जिपियुले चाहिँ महिलालाई चाहिँ एकदम प्रपर वेमा सेग्रिगेट गरेर महिलाबाट महिला बेचेर चाहिँ घरमा अलिकति है केही न केही हेल्प हुने खालके चाहिँ हामीले प्रोग्राम ल्याएको छौं है अन्त फर्स्ट अफ अल चाहिँ अब किचन वेस्ट अघि भनिहाले चियापत्ती है चियापत्तीमा चाहिँ तपाईको यो निक्लिन्छ सबैको घरमा है यो निक्लिन्छ अब यो चाहिँ के हुन्छ भन्दाखेरि तपाईको आज बिहान तपाईले
बिहानदेखि चिया पकाएर खायो जम्मा गर्नुहोस् है बेलुका सबै काम गरेर तपाईँहरू सुत्नु जान्छ नि सुत्नु जाँदाखेरि मजाले पखालेर छपनीमा तारिराख्नुहोस् तारिराखेर भोलि त्यसलाई दिनभरि सुकाइदिनुहोस् है त्यहाँदेखि यसरी बट्टामा प्याकेजिङ गरिदिनुहोस् बुमर बट्टामा हाम्रो जिपिओले 50 रुपिस पर बट्टा किन्छ तपाईँले अफिसमा ल्याइदिनुहोस् हामीले 50 रुपियाँ पर बट्टा किनेर है तपाईँलाई 50 रुपियाँ दिन्छ त्यहाँदेखि हामी यो बट्टा राख्छौँ हेर्नुहोस् त चियापत्तीले है तपाईँलाई एक प्याकेट चियापत्ती आएन भने अलिकति त तपाईँलाई सपोर्ट भयो नि हेल्प भयो नि यो भयो है तर यो चाहिँ राम्रोसँगले धुनु पऱ्यो तपाईँले ल नभए गनाउँछ धोएर सुकाउनु एउटा यो भयो अन्त अर्को भयो तिमीले उठाउ त उयोहरू अन्त स्पेसली हामीले आज ग्लोभ्स किन नगरेको भन्दाखेरि सफाइ अभियान गर्छ हामीले ग्लोभ्स लाउँछ है फेरि मैला निक्लिन्छ ग्लोभ्सै निक्लिन्छ कि निक्लिँदैन अब चाहिँ तपाईँले यो गरिदिनुहोस् चिम्टा सबैले आफू घरबाट सफाइ अभियान भनेपछि चिम्टा र प्लास्टिक लिएर जानुहोस् है टक्कै चिम्टाले टिप्यो लगायो चिम्टाले टिप्यो लगायो यो तपाईँले बाल्दा पनि भयो आगो है साङहरू बाल्छ कोही बेला आगोहरू बाल्छ अब साङ त बाल्नु भएन मैला टिपेकोले आगोहरू बाल्दाखेरि गइहाल्यो यो रहेन नि त अब ग्लोभ्सको कुरा गर्नुहोस् त ग्लोभ्स के हुन्छ भन्नुहोस् त फेरि मैला त्यो ग्लोभ्स त्यो बिल्लिनु टाइम लाग्छ कि लाग्दैन बिल्लिँदैन त बिल्लिँदैन जस्तो थियो त्यस्तै बस्छ नि त्यसले गर्दाखेरि ग्लोभ्स युज नगर्नुहोस् यो युज गर्नुहोस् बेस्ट हो है अन्त अब तपाईँको किचन इफ तपाईँहरूकोमा गाई छ भने ठिकै छ गाई छ भने चारोमा जान्छ यो सब्जी छिलेको फ्रुट्स छिलेको त्यसमा प्लास्टिक नलाइदिनुहोस् ल त्यसको लागि चाहिँ तपाईँले आज हामीले गर्नु सकिनँ है डेमो चाहिँ यस्तो छ गड्डा खन्नु पऱ्यो यो गड्डा खन्नु पऱ्यो आज बिहान तपाईँले सब्जी पकायो निक्लिन्छ बोलमा यति त निक्लिन्छ है त्यसलाई यहाँ हाल्नुहोस् यहाँ माथिबाट हल्का माटो लगाइदिनुहोस् त्यो कुन्दै गर्छ नि त्यहाँदेखि तपाईँहरू अब कति जग्गा गाईहरू नभएकोले फेरि त्यसलाई मलको युज गर्दा हुन्छ है यसो किचन गार्डनतिर लाउँदा पनि भयो त्यसलाई फुलतिर लाउँदा पनि भयो त्यो भयो एउटा है अन्त त्यहाँदेखि एउटा चाहिँ भयो त्यो पकाएको एउटा गनाउँछ नि चारो त्यसलाई चाहिँ तपाईँले यस्तो गर्दा छ कि हामीले प्रायः जस्तो घरमा हेरेको खानु सकेन प्लेटमा है यो त अब यसमा हाल्यो हामीले त्यो पकाएको चिज है दाल के पकाएको हाल्यो खानु सकेन सट्टै हाल्यो चारोमा त्यतिकै हाल्दैछ गनाउँदो रहेछ नि त्यसले गर्दाखेरि त्यसलाई पनि तपाईँले चाल्ने हुन्छ नि चाल्नेमा मजाले पखाल्यो त्यहाँदेखि उता हालिदिनुहोस् त गनाउँदैन रहेछ त्यो भयो एउटा हो यसो गर्नु पऱ्यो अन्त यहाँ यो देख्दै गरेको नि तपाईँको सबै बिक्री हुन्छ यो त्यसै वेस्ट जाने केही पनि छैन अब यो चाहिँ हामीले अलिकति डाउट छ किन यो पानीले पुरा भिज्यो नि अब तपाईँहरूको पनि त्यही हो जस्तो हामीले जिपियूले गर्दैछ तपाईँहरूको सेटलमेन्टको पनि त्यही हो किन भन्दाखेरि मैले जिपियूमा चाहिँ सबैभन्दा बेसी त मै तपाईँहरूसँग डिल गरेकोले गर्दाखेरि म तपाईँहरूको त्यहाँ आउँदाखेरि म त्यसै आएको होइन म स्टडी गर्दैछु तपाईँहरूकै घरको त्यो तपाईँहरूको सराउन्डिङ्सहरू स्टडी गर्दैछु र यहाँ भन्दैछु मैले यस्तो हुन्छ उस्तो हुन्छ भनेर अनि एउटा के छ भन्दाखेरि तपाईँहरूले पनि एउटा क्याम्प है एउटा क्याम्प 1 2 3 4 5 6 7 क्याम्पभित्रको तपाईँ ग्रुप भएर एउटा क्याम्पकै लागि काम गर्छ नि एउटा काम तपाईँले के गर्नुहोस् भन्दाखेरि अब तपाईँहरूलाई यो गत्ताको भ्याल्यु छैन है भ्याल्यु छैन तपाईँहरूले जति क्याम्प 1 मा घर छ इफ क्याम्प 1 मा 30 घर छ अरे है 30 घर छ अरे 30 घरमा यस्तो गत्ता निक्ल्यो अरे एउटा जग्गा बनाउनुहोस् न तपाईँले त्यो गत्ता लगेर त्यहाँ थुपार्नुहोस् होइन तर एउटा सिस्टमेटिक वेमा मजाले फोल्ड गरेर थाक गरेर त्यहाँदेखि त्यो गत्ता बिकेको पैसा तपाईँले क्याम्प 1 को एकाउन्टमा ल्याइदिनुहोस् न त्यो ग्रुपको एकाउन्ट छ नि त्यसले तपाईँहरूको कोही प्रोग्राम यसो प्रोग्रामहरू गर्दाखेरि चिया खाजा किन्ने पैसा पनि हुन्छ त्यो भयो गत्ता मात्रै होइन तपाईँको यो प्लास्टिक पनि बिक्छ है हामीले केयरलेस गर्छौँ नि प्लास्टिकहरू उयो गर्दैन तर यस्तो प्लास्टिक दुई किसिमको हुन्छ बिक्री हुन्छ यो पनि तपाईँले मजाले धुइधाइ गरेर है सुकाएर यसो जम्मा गऱ्यो भने यो पनि बिक्री हुन्छ अन्त बोतलहरू पनि हेर्नुहोस् है यो बोतल पनि लान्छ अरे यिनीहरूले चाहिँ किन नउठाएको भन्दाखेरि यो उनीहरूलाई चाहिँ उठाएको र गाडी भाडा बराबर अरे त्यही कारण अल्छीले नउठाउँदो रहेछ तर तपाईँहरूको त अब क्याम्पमा तपाईँले बोटुल्यो भने एक बोरा लु हामीले दियो 100 रुपियाँ अरे एक बोराको 100 रुपियाँ दिएर चाहिँ तपाईँले यो बोरा दियो भने त्यो पैसा तपाईँको 100 रुपियाँ उता एकाउन्टमा जान्छ नि तपाईँको जुन चाहिँ क्याम्पको पर्सनलमा लगाएन पनि तपाईँको अलिकति सपोर्ट त्यसमा जान्छ त्यसले गर्दाखेरि चाहिँ यहाँबाट सबै बिक्री हुन्छ है बिक्री सबै हुन्छ डायरीले नि मैले रेड थ्याङ्क यू त्यहाँदेखि सबै बिक्री हुन्छ हेर्नुहोस् है हो अन्त एउटा कुरा गभर्मेन्टले चाहिँ स्ट्रिक्टली यो जुन चाहिँ हाम्रो भडीवालाहरू छ नि जुन चाहिँ तपाईँहरूको क्याम्पमा पस्दैछ ल यो कलेक्सन गर्ने दिँदैन खासमा चाहिँ जिपियूको उसमा चाहिँ त्यो डाइरेक्ट पुसेर उनीहरूले टिप्नु दिँदैन त्यसलाई सिस्टमेटिक वेमा बेच्नुको लागि चाहिँ म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि क्याम्प 1 को लिडरले एउटा जग्गा सर्टेन एउटा जग्गा है मिलाउनुहोस् त्यहाँ जम्मा गर्नुहोस् त्यहाँदेखि त्यो मान्छे बोलाएर सबैको अगाडि बेच्नुहोस् है किन त्यो गाउँ पसेर है के गर्ला कसो गर्ला तर तपाईँले चाहिँ
यस्तो एउटा सिस्टम बनाइदिनुहोस् जहाँनिर चाहिँ कलेक्सन गरेर त्यो मान्छेलाई यो दिन आइज हामी यो दिन दिन्छ भनेर चाहिँ त्यो खालको सिस्टम गरिदिनुहोस्। अनि त्यो बिकेको पैसा तपाईँहरूको क्याम्प वनको आफ्नो एउटा एकाउन्टमा लगाइदिनुहोस् है। त्यसले बेसी सकेन भने पनि है हाम्रो मान्छेले एकैचोटि लाख करोडमा जान्छ है। हामीले लाख करोड होइन है 1 रुपियाँ 2 रुपियाँदेखि स्टार्ट गरौँ, हेरौँ हामीले सक्सेस हुन्छ होला। किनकि यो टीको छ नि हामीले कहिलेदेखि ट्रायल गरेको, हामी योपालि सक्सेस भएको छौँ। र यस्तै गरेर तपाईँको घरमा मेनली सेटलमेन्टमा त खान्छ अन्डाको सेल पनि तपाईँहरूले हामीलाई यसरी बट्टा गरेर दियो भने हामी किन्छ, त्यो पनि मलको रूपमा हामी लिँदैछ। अन्त हेर्नुहोस् त तपाईँ आफै हेर्नुहोस्, चियापत्ती पनि बिक्री भयो, अन्डा पनि बिक्री भयो, उता मल भयो भनेपछि घरबाट के निक्ल्यो अब यो रह्यो है। अन्त अब एउटा चाहिँ म रिक्वेस्ट गर्नु चाहन्छु, इफ पोसिबल है सेटलमेन्टमा चाहिँ अहिले हामीले खालि डोनेसन भन्दाखेरि पैसाको डोनेसन सोच्छ है, हो कि होइन भन्नुहोस् त। पैसा दिनु सक्ने दिन्छ, नदिनु सक्नेले दिँदैन। तर एउटा डोनेसन चाहिँ हामी राबुङ बर्फुङ जिपियूको है न्यू सदा वार्ड पर्छ तपाईँहरू सेटलमेन्ट है। हामी यता त भन्दा मुख दुखिसक्यो, हाम्रो यो प्लान चाहिँ सक्सेस भएको छैन। तपाईँलाई याद छ कि छैन, एउटा जिपियू छ उता है गेरेथाङ जिपियू भने टासेटिङको त्यहाँ, उहाँहरूले चाहिँ यो सामानले चाहिँ ब्यागहरू बनाउँदैछ, स्कुल ब्याग, ल्यापटप ब्याग, केटीहरूले बोक्ने ब्याग, पेन्सिल पर्स के बनाउँदैछ यो है। तर अब यो पनि त उहाँहरूलाई हामीले अब अरूले त गरेको देखेन, हामी फर्स्ट हौँ न तपाईँ हामी भएर चाहिँ के गरौँ भन्दाखेरि सबैको घरमा चलाउँछ यो खालको प्लास्टिक, यसलाई चाहिँ लिएर चलाउँदाखेरि मजाले काटेर चिटिक्कै काटेर चलाएर पखालेर सुकाउनुपर्छ। त्यहाँदेखि मजाले कार्टुनमा गरेर हामीले उनीहरूलाई डोनेट गरिदियौँ, उनीहरूले मजाले पेन्सिल ब्यागहरू, ल्यापटप ब्यागहरू बनाउँदो रहेछ। भनेपछि यो पनि हाम्रोबाट वेस्ट हट्यो नि। हेर्नुहोस् है, अब तपाईँ हामी चिप्स खान्छ यो डस्टबिनमा लगाउनु त सबैजना केयरलेसली लाउँदैछ नि, खाँदैछ, लाँदैछ टिङटिङले है, टिङटिङले लाँदैछ, टिङटिङले लगेर खाँदैछ, तपाईँलाई याद छ नि। तर तपाईँ आफै सोच्नुहोस् त, अब यो जम्मा गरेर हामीले एउटा के सेट गर्नु खोजेको भने, अब यो जम्मा गरे अस्ति हामीले कति तारिक गरेको, 23 तारिक गरेको है। एउटा पनि आउँछ आमा मैला भन्छ, 2टा पनि आउँछ मैला। हामीले जस्ट मान्छेहरूलाई चेक गरेको है, मान्छेले के भन्दो रहेछ भने चेक गर्दै थिएँ। हिजोसम्म पनि हामीलाई धेरै कुरा भन्यो, तर हामीले के इक्जाम्पल दिनु खोजेको भन्दाखेरि यति मैलामा आमामा भन्छ तपाईँहरू 32 नम्बरको त्यहाँ तपाईँ गान्तोक जाँदाखेरि बाटोमा यसो गरेर नाक भन्नुहुन्छ, त्यहाँको मान्छेले कसरी बस्थ्यो होला, कसरी सर्भाइभ गरिदियो होला है। उहाँहरूको पनि बुझ्नुहोस् होइन। त्यसले गर्दाखेरि हामी अल ओभर सिक्किमले गरोस् कि नगरोस् हामीलाई मतलब छैन, तर हाम्रो एउटा राबुङ बर्फुङ जिपियूको अन्डरमा क्याम्प नम्बर 1 to 7 है, र राबुङ बर्फुङ जिपियूले चाहिँ यो म्यानेज गर्यो भने अटोमेटिक मान्छेले सिक्छ नि है। आज हामीले एउटा फाटेको जिन्स लगाएर चाहिँ हिँड्यो भने अर्कोले पनि लाउनु रहर गर्छ नि, त्यस्तो त मलाई पनि लाउनु मन पऱ्यो भनेर हामीले पनि एउटा इक्जाम्पल सेट गरौँ, ताकि उनीहरूले पनि आएर योलाई कपी गरोस् है। कपी गरेर चाहिँ के अरे यो गार्बेज म्यानेजमेन्ट चाहिँ प्रपरली होस् है। अन्त त्यहाँदेखि तपाईँलाई आज म के भन्नु चाहन्छु भन्दाखेरि, अब हामीले अलिकति तपाईँलाई एक्सपिरियन्स है सेयर गरिदिएको, यसो गऱ्यौँ हुने रहेछ, उसो गऱ्यौँ हुने रहेछ। हामीले चाहिँ पुरा साह्रो परेको छ, किनभने बजार हाम्रो परेको छ है। बजार फेरि युडिएसले पनि हेर्दैछ, बजार कमिटी पनि छ। हामीले डाइरेक्ट उहाँहरूलाई भन्नु सकेको छैन है, तर अब स्टेप बाई स्टेप लिँदैछ। तर अब हामीले सबसे सजिलो चाहिँ तपाईँहरूसँग लाग्यो, तपाईँहरूको त अब सबै टिमै एउटा है मजाले कोअपरेट र कोअर्डिनेट गरेर चल्नेछ। त्यसले गर्दा आशा गर्छु है तपाईँहरूसँग चाहिँ हामीले योलाई चाहिँ एउटा ग्रान्ड सक्सेस गरेर चाहिँ राबुङ बर्फुङको जिपीको अन्डरमा चाहिँ केटिएस है क्याम्प 1 to 7ले चाहिँ यो गर्यो भनेर चाहिँ हामी गर्ने कोसिस गरौँ है। अन्त तपाईँहरूलाई आज एकदम थ्याङ्कफुल छु, किन भन्दाखेरि यत्रोजना आउनुभयो है, क्रिकेट हेर्नुभयो है। सबैजनाले के सोच्यो भने अब यो कमिटीले गर्छ भनेर सोचे है, तर तपाईँले त्योभन्दा पनि फाल्टो गएर हामी गरिदिन्छु भन्नुभयो है। यहाँ चाहिँ यस्तो हो नि, कमिटी भन्नु बित्तिकै क्रिकेट कमिटी भन्नु बित्तिकै जो यहाँ ग्राउन्डमा थियो त्यो कमिटी होइन, क्रिकेटको कमिटी भएपछि तपाईँहरू पनि कमिटी हो नि त, राबुङलाको हो नि त तपाईँहरू। त राबुङलालाई राम्रो सफा राखौँ भनेर तपाईँले सोच्नुभयो, एकदम थ्याङ्कफुल छु तपाईँहरूलाई है। हामीले केही दिनु सकेन पनि है, अब चिया तपाईँहरूले है एक कप हामीहरू किचन टिमबाट हामी लन्च गरिदिएको छौँ है। तपाईँहरूको पनि यस्तो माथि केही छ भने चाहिँ हामीलाई पनि बोलाउँदा हुन्छ, हामी पनि आउँछौँ, मैले टिप्नु भए पनि आउँछु है। हाम्रो टिमहरू आएर तपाईँहरूलाई हेल्प गर्छौँ, धेरै सकेन भने पनि कम्ती मात्रामा हामी सपोर्ट गर्नेछौँ है। यति भन्दै म थ्याङ्क यू भन्नु चाहन्छु। र अलिकति म तपाईँहरूलाई रेट भनिदिन्छु है। गत्ता चाहिँ यो गत्ता 5 रुपियाँ केजी। हेर्नुहोस् त, तपाईँहरू क्याम्प 1ले गत्ता मात्रै जम्मा गरेर तपाईँले फ्याँक्दैछ नि, टिङटिङमा लाउँदैछ नि, तपाईँले सबै घरले एउटा बोरा राख्नुहोस्, गत्ता मात्रै जम्मा गरेर होइन। क्याम्प 1मा यस्तो गर्दा पनि भयो नि, तपाईँले अब जस्तै हामीले गर्दैछ नि यहाँ
क्याम्प 1 मा एउटा टिम सेट गर्नुहोस् एउटाले गत्ता मात्रै बोटुल्ने एउटाले बोतल मात्रै अब हेर्नुहोस् ल गत्ताको 5 रुपैयाँ छ बियरको बोतल 3 रुपैयाँ छ त्यहाँदेखि 3x को चाहिँ बिक्दो रहेछ 1 रुपैयाँ त्यहाँदेखि टिन छ नि टिनको दाम रहेछ 15 रुपैयाँ केजी त्यहाँदेखि तपाईँको लोहा छ नि लोहा जुन चाहिँ लोहाको रहेछ 20 रुपैयाँ सिल्भरको रहेछ 100 पितलको रहेछ 400 ताम्बाको रहेछ 600 अन्त यो एउटा कुरा तपाईँहरूको घरमा सबै केटाकेटी डिसेम्बरमा स्कुल सक्दाखेरि खाता किताब हुन्छ कि हुँदैन भन्नुहोस् त त्यो के गर्नुहुन्छ तपाईँले है अन्त यहाँ हेर्नुहोस् त्यो किताबको दाम पनि 5 रुपैयाँ रहेछ 5 रुपैयाँ केजी है अब त्यो घरमै राख्यो भने केटाकेटीको मेरो पनि छ घरमै राख्यो भने त्यसलाई कोरेर हुन्छ कि हेलिकप्टर बनाएर हुन्छ कि घरमा चातेर हुन्छ कि किसिम गर्छ तर त्यही अब है हुनु त निकै हुन्छ होला नि त्यसलाई बेचेर यसो पेन्सिल र इरेजरसम्म आयो भने पनि अब यस्तै तपाईँहरू लेडिजहरू छ लेडिजहरूले जति कुरा पनि जुगाड गर्ने कोसिस गर्छ नि जुगाड गर्दाखेरि यो पनि एउटा जुगाड हो अब खाता किताबै बेचेर पेन्सिल र इरेजर आयो भने पनि धेरै हेल्प हुन्छ नि अन्त अर्को के छ भने यो जुन चाहिँ यो बिस्लेरीको बोतलहरू भन्यो नि तपाईँलाई यसको चाहिँ 100 रुपैयाँ पर बोरा अरे 100 रुपैयाँ पर बोरा त्यहाँदेखि प्लास्टिक यो 5 रुपैयाँ केजी है प्लास्टिक चाहिँ तपाईँको यो कुरकुरेको प्लास्टिकहरू वाइवेको प्लास्टिकहरू हुँदैन यो चाहिँ तपाईँको यो हुन्छ यो बिक्री हुन्छ यसरी गऱ्यो भने तपाईँले क्याम्प नम्बर 1 मा टिम सेट गर्नुहोस् है तिमीले यो उठाऊ तिमीले यो उठाऊ त्यहाँदेखि त्यो उठाएर तपाईँको एकपल्टमा बेच्दाखेरि 100 रुपैयाँ नै आयो भने तपाईँले क्याम्प 1 को फन्डमा यो हाम्रोबाट दुःखै गरेको हो नि त यो पनि हाम्रो दुःखै गरेको यो हाम्रोबाट भनेर तपाईँले डोनेट गरिदिनु भयो भने चाहिँ राम्रो हुन्छ प्लस यति नै भन्न चाहन्छु थ्याङ्क यू है अन्त हाम्रो सेटलमेन्ट सरहरूलाई भन्न चाहन्छु है यो यता हाम्रो जिपियूको उयसमा चाहिँ के हुन्छ भने हिमालयन क्लिनअप भन्ने हुन्छ एउटा अन्त एउटा चाहिँ क्लिन द ड्रेन बिफोर इट रेन्स भन्छ नि त्यो चाहिँ के हुन्छ भने हिमालयन क्लिनअप भनेपछि तपाईँहरूले सेटलमेन्टको चाहिँ छ नि यसरी सबै सफा गरेर एउटा जग्गा गर्नुपर्छ वरिपरिको मैला थुपारेर त्यहाँदेखि चाहिँ त्यो जग्गाको चाहिँ यो सामानहरूको चाहिँ अडिटिङ so lega shija mi zo ta kheni changma ngi ru da kheni ni gi nyen dong lu da de ya poshin se ne ha changma se zulo da res nang hor sa nang phai ha ba godam chi bus to ode much nang hor 근데 나한테 말해 준 나서 하는 말 봐봐 금방 마음부터 해 이게 어디 랜드 세네 이렇게 sa ande laping nge ba laping ni chi lawa nga nam gyundura laping he go und me jam sa gyo da dam slai ne di laping dira da nga de je sungu da ya laping he shim bu pak patap ta chenga pak patap ta go ya ya ta mo zra ni ji or de sta ko thu insir wa da green nang la nye re lai thrim go da nang sa nye re lai ni ji or de sta gala de sho laping and shim bu ta go laping sum nye ba la ta ta nye pu man ri sura di pu ma di la ting la khande jin yo thu de oh my god ai sura di pu ma thak zu di di laping nye mama siring da te ola 아치 먼저 나는 비기. 아 빨랑 빙이 야갈레서 뭐 있고 뭐뭐. 그래 얼마 비. 와 마마 야리. 그래 끼워라 마 먼저 강비 체. 미야 용지. 그래 미야 용지. 오 완전히 치도 거야 말지. 가시네 완전히 치 싸가 되지. 닌지 싸가래 미가시 닌지 라인 그 TV 레 TV 말지. 닌치디. 닌지 라오라 슬라워지. 미가시 레이도 어. 맞은 난기 뷔게라 라 마마 뷔게라 니르데
Oh, wow, down there. Go to say finally. Kasi palang kung igagay tang ilagay. Igagay tang utum. Leping ki, leping. लाभी के लिए मैं Oh. लाभी मैंने 다 바바이라 팀보다 나서. 저 너무 싫어 추데레스. 딩아 저와지 낭닝바 나 싫어 타마 인서담라. 라. 낭닝바 나라 싫어 타마디레 싫어 타마디 갈사데라나. 제달 아니 달나 샬룬. 그래가 저 내가 지들아 칼라 돌두스. ने दूध 따따 내 관이 칼라스 도 싫어 추데다. 오케이. 오케이. 추유도. Guys, 당어서 켜가면 파오레레 낭사와라. 장마 수요가. 장마 수 교수. 장마 수. 통과 수 파오레레. One, two, three. 1, 2, 3, go. Go. Shut. 아자 양갱. 아자가 술 다니요. 술 다니요. 어디 가서 안 된다. 나? 아자가 술 다니요. 어디 가서. 왜? 이만 울어서. 쉬어. 내 죽어서 안에 힘들어 이제 뒤를 쉬어. 이거 어디 뺐다. 실로 버들레스다. 오, 다야. 걔가 뭐었어? 전부. 빨라고 좋아지. 네지 올사. 안수 네지 오리스테. 다 똥바쳐다. 다 가려 람라. 다디 되지 알디 네지 올키라. 안수 낭잉바델라. 바이바이 라레. 다 이내 단다야. 년지. 다 자기야디 랑자 디스. 야, 아니 걔가 생일에 올랐어. 그럼 다디 오르고대. 라? 간디 암라? 어디 가셔? 가우룸, this plane room 에 이씨. 오케이. 야, 막. 당신 수저 어딨으면 쓰시다. 수저 쉬었으면 좋다. 이제 같이. 빨라 술. 아마. 아니. 비비래. 비비 로가 줄 기스 비비. 놓치기래. 민가. 트이 또리도 안 써도 돼. 비비 민가래. 트이 또리도 안 돼. 아 말했대. 빨라르스. 빨라 지마사 트이. 아, 소남지. 비비 민 소남래. 소남, 비비 소남. 빨라 지마만 나다. 빨리 나가고. 엄마 당치세. 아마 당치세. 찼습니다. 나오. 주주 하신 쉬. 남바조 다망아니. 아니 박주기 가래 오토도리. 까바직 대샤이 강라 오토 마스겐자마 까바. 다디스 차시동. 가제람라.
잘 맞네. 가시래. 무슨 몽모스를 한 듯이 대탕. 개맞다. 와이파이 생일에 올랐어. 빨리 올랐어. 생일에 올랐어 와이파이. 나 와이파이 때 아니 닌지 가는 사람. 근데 내가 언제도 내가 모르겠다. 될시야 되지. 대사시 봅니다. 자고 래. 차가 있어 봐. 지절라. 뒤져 가는 소리 하고 그러고. 手一直在是弄，咱们说买嘞，你两个星期得干嘛？把那写上就是，从我写出来的。要，当时经常说了，看了同学么学的是。你把字在的字有什么呢？去找就是，真的。房子么随的肉，是吧？这孙子就我了，这个了。哦，对的。苏毛毛，菜鸡尾。 真的。哎，当时写了来查记么东过，当时能少了，写了唐诗么瑞嘞。妈妈，我人都有了，啦，我来有了。有夹子有是。哎，这个嘛的。 那个了三一桌些么是多，他领导他来有求些是，就是过什么着都是。不起，咱那工作送了去吧，工作送了那面的，工作送不给去吧，工作送给亲了就罢说，什么牛那个，我呀就是的。 와, 너무 멋있네. 하늘자다. 스베디 돌려. 수비 하고 등도 담라. 아니, 다 다른 긴년동 다라이 다와다 넘버지. 뽕니가 냐스라 다른가 인데 탕시스다 다른 아주 탕바 사와나라. 네. 다른 니동이 사두기 다와 투페 제중이. 아니, 제중이란 강바 사와나니. 다소 넘버 2 다른 긴년동 다라이. 제만 년동나 제요. Semjo ve miksu khandas be tu thama nani the